यो चाहिँ यस्तो भयो बडकाउने नि यत्रो ल यहाँ यस्तो पुरै हेलो नमस्ते वेलकम टु माई ब्लग अहिले चाहिँ बेलुकाको समथिङ कति 4:30-4 बज्न लाग्यो होला बेलुकाको भनेर दिउँसोकै आज चाहिँ मनोजलाई चाहिँ माछा खान मन लाग्यो अरे अनि त्यही भएर चाहिँ मम्मीले चाहिँ माछा बनाउँदैछ सानोवाला माछा अनि त्यसको कत्ला फाल्दै मस्त लाग्यो त्यो चाहिँ मलाई चाहिँ खासै त्यस्तो गर्न चाहिँ आउँदैन घरमा चाहिँ विशालले नानीले गर्थ्यो अनि मैले खासै खाँदैन नि त अनि त्यो बाख्राको मासुहरू पनि सबै घरमै बनाउँथ्यो त्यही भएर अहिले चाहिँ मम्मीले फाल्दैछ कत्ला हाम्रो मम्मीको चाहिँ यो चाहिँ यस्तो भयो मेवा चाहिँ यो नराम्रो बिउ परेछ त्यही भएर यस्तो भयो यता चाहिँ प्याज छ एउटा चाहिँ समथिङ हाजीको अरे एउटा दुइटा चाहिँ मम्मीको अरे यहाँ बारीमा पनि के भन्छन् यिनीहरूले अनि यहाँ यो कस्तो राम्रो हुँदैछ बन्दा यो चाहिँ मम्मीको हो काउली चाहिँ यो बटकाउली चाहिँ मेरा सानो भयो बल्ल फक्रिन लाग्छ मम्मी अब 1-2 दिनमा त अब 4-5 दिनमा हुन्छ होला है यो बटकाउली त मेरो चाहिँ 4-5 दिनमा हुन्छ होला है हाजिरा त कत्रो भएको भाइ बटकाउली नै यत्रो भएको हाजीको ओके ल यहाँ हाम्रो मम्मीले कत्ला फाल्दै माछाको मनोज बसिरहेछ भर्खरै वा हामी कुन ठाउँ अरे गएको माछा मार्दा खुट्टा पनि काट्यो जाडोमा मनोजले माछा काटेर आज मनोजले माछा मारेर ल्याएको अरे मम्मी यस्तो गऱ्यो भने यस्तो जाँदो रहेछ त्यही के बोल्नु न मम्मी के बोल माछा कत्ला फाल्दाखेरि कस्तो भइरहेछ कस्तो हुने हो काम गर्दाखेरि कस्तो हुन्छ त्यस्तो माछा मार्न कति गाह्रो भयो अरे के को यो पालेको माछालाई कुडालो लगाएर भुरेर थाप्न नै के को गाह्रो खोलाको माछा मार्न पो गाह्रो यस्तो यो पालेको माछा मार्न नि गाह्रो हुन्छ सजिलो हुन्छ गाह्रो हुन्छ खोलामा कस्तो हुन्छ दुवालो थुलेर माछा मार्दाखेरि पहिला हामी कस्तो माछा मार्न जान्थ्यौँ ड्राइभर बसिरहेछ अहिले यस्तो नि माछा मार्ने नि के को गाह्रो हुन्छ यो केही गाह्रो होइन यो मनोज केही गाह्रो होइन होइन यस्तो नि के को मैले त यस्तो गर्ने थिएन कि यस्तो गरेको कस्तो घिनलाग्दो आएको है कत्ला यस्तो पुरै सल्लाहको धुने होला नि अब यो मोलेर राखिदिनु ल अब के मोलाम मोल्छु मैले ओके यता चाहिँ हाम्रो मम्मीले अघि नै म बाहिर गएको बेलामा अनि नुन बेसार अनि अमिलो हालेर यसलाई मोलमाल गरिसकेको रहेछ अब चाहिँ यसलाई म फ्राई गर्छु तेल यहाँ बसालिसकेको छु अब चाहिँ फ्राई गर्ने कार्यक्रम हुन्छ माछा फ्राई गर्ने कार्यक्रम हुँदैछ यहाँ चाहिँ
हल्का चाहिँ टाँसिलो चाहिँ यसलाई फेरि अलिअलि गरेर छुट्याउनु पर्ने कहाँ हुनुपर्ने रहेछ। चाहिँ पुरै पानी निस्केछ फेरि पानीको लगभग अब यति रातो गर्ने यसलाई चाहिँ धेरै फ्राई गर्ने होइन क्रन्ची हुन्छ फेरि हल्का फ्राई गरेर झोल गर्ने हो नि त यसको त्यही भएर लगभग मेरो चाहिँ अब भेट्न लागेको छ अलिकति छ। अझै मेरो लास्ट हो भ्याइयो सकियो भाँडा खाली भयो यति चाहिँ भाँडा भरियो। अब चाहिँ यसलाई म प्याज गोलभेर हालेर हल्का झोल गर्छु। यो चाहिँ आधा मात्रै पकाउने हो। अहिले चाहिँ बेलुका मैले खाँदिनँ, खाए पनि थोरै खान्छु मनोज र मम्मीलाई। यति चाहिँ मेरो प्याज गोलभेर काटिसकेको छु। अहिले चाहिँ फ्राई गरिसक्यो। यो चाहिँ खास भन्नुपर्दाखेरि चाहिँ मेरो बुढाले चाहिँ फ्राई खाँदैन, यस्तो फ्राईहरू केही पनि खाँदैन। तर यो फ्राई गरेन भने चाहिँ यो माछा मिठो हुँदैन अरे, त्यही भएर हल्का हल्का फ्राई गरेको। अब यसलाई चाहिँ म हल्का झोल बनाउँछु ग्रेभी टाइपको। ओके, यता चाहिँ मेरो कराई बसिसकेको छ माछा बनाउनको लागि। तेल चाहिँ म हल्का हाल्छु किनभने अलरेडी त्यो फ्राई हो, थोरै मात्रै हाल्छु। त्यसपछि चाहिँ यहाँ मैले मेथी पुराउन लाग्छु। यो चाहिँ एकछिन खरिएको छैन, एकछिनपछि पटपट गर्छ। मेथी खरिसक्यो। त्यतिकै हातमा लगाइदिनु न, त्यही त हो नि। हाम्रो मम्मीले फेरि साग लगाइदिने रे कता उता घरछेउको मान्छेलाई। पेट खाली भयो, भोगाए पनि जे पनि मिठो हुन्छ। ओखलमा पिनेको लसुन र अदुवा मसाला
स्मेल कस्तो मिठो आएको यस्तो अनि मेरो मम्मीले र मेरो बुढाले फेरि त्यति पिरो खाँदैन त्यही भएर चाहिँ खासै मेरो मम्मीले चाहिँ धुलो खोर्सानी खानुहुन्न त्यही भएर चाहिँ म यसमा धुलो खोर्सानी राख्दिनँ अब चाहिँ यसमा चाहिँ म थोरै झोल गर्छु खास माछा त झोलै खाने हो तर यो माछा चाहिँ अलिक खोलाको होइन नि त खोलाको भए चाहिँ यसलाई चाहिँ यतिको फ्राई नगरे नि हुन्थ्यो खोलाको नभएर हल्का फ्राई गर्नु पर्यो यति गर्दा हुन्छ होला झोल यहाँ मेरो माछा उम्लिँदैछ चाहिँ म अब मछली डाल्छु एकछिन उमाल्छु हल्का हल्का छुट्याउँछु यसो झोल खाने हो कि खास तपाईँ दुईजना त हो नि कस्तो भयो बाइक पनि त्यस्तै भयो क्यामेरा त्यही चलाउँदै त्यही भयो माछा चाहिँ अघि अब धनियाँ डाल्नु पर्छ धनियाँ आज चाहिँ अब माछा खाँदैछु आज दिनभरि काम दुबेल लगाएर माछा मारियो चिसो पानीमा एक्लै जति माऱ्यो है गाह्रोमा चाख्नु त कस्तो भयो खान्छौँ हामी खाना खान्छौँ तपाईँहरू खानु होला ल आगा बस्छ तपाईँहरू सबैजना तपाईँ खान्छ है हामी खान्छौँ अब ज्वाइँलाई सासूले माछा खान मन लाग्यो भनेर मिठो भयो खानु तिमी खाने हो भन्नु खानु न कस्तो भयो मम्मी मुख नहाल्दै माछा खानु न पहिला माछा माछा खाएपछि थाहा हुन्छ कस्तो भयो भनेर झोल खाएर हुन्छ मिठो लाग्यो टेस्टी साग भुट्छु भनेर तपाईँहरूले चिसो हुन्छ भने के अरे हामी चाहिँ माछा खानु तपाईँहरू हेर्नु होला है माछा हेर्नुहोस् ओके खाने हो हाल मै उठो बेला काम पनि रहेछ अहिले चाहिँ हामी खाना खाएर बुढा र बुढी चाहिँ यसो एकछिन walk. वाक गर्न We're just going to evening walk. हिँड्दैछ एकछिन खाना पचाउनु पर्यो Digestion on like digestion. And how they know. 1,000 foot to walk away. अनि त्यसपछि चाहिँ हामी घर आउँछौँ अनि चिसो चिसो मौसम छ हातमा चिसो भयो है मैले बाख्रा धोएँ आज मनोजले बाख्रा धोएन सधैँ मनोजले धुन्थ्यो भाँडा किनभने आज चाहिँ मनोजको हातमा के हो भयो अरे कि सो फाइनल्ली हामी चाहिँ हिँडेर घर आइपुगेछौँ घरमा चाहिँ अघि छ अहिले चाहिँ तातो तातो भयो अघि चाहिँ कस्तो जाने मलाई चिसो भयो थियो भर्खरै भाँडा धोएन होला हिँडेर एकछिन पेट पनि घट्यो आज माछा खाएको बेलुका खाना खाने थिएन आज चाहिँ खाना खाइदिएको माछा बनेर मनोजले जबरजस्ती खिलायो मलाई त्यो चाहिँ कस्तो राम्रो देखिरहेको छ अब भ्लग चाहिँ म हेर्ने गर्छु लाइक सेयर सब्सक्राइब गर्नु ल बाई बाई